सबैलाई नमस्कार। आज दलमोर चिया बगान बिरपडा 2 नम्बर अञ्चलमा अन्तर्गत पर्ने यो हाम्रो दलमोर चिया बगान बडा लाइनमा हाम्रो मुख्यमन्त्री सुश्री ममता दिदीको आशीर्वाद हामीले भेटायौँ। यो पथश्री जो कार्यक्रम हुँदैछ, यहाँ जो बाटो बनिँदैछ, धेरै सालदेखि यो दलमोर बडा लाइनको मान्छेले बाटोको समस्याले गर्दा फेरि धेरै समस्याहरू भइरहेको थियो। तर यसपालि हाम्रो राज्यका मुख्यमन्त्री सुश्री ममता दिदीको तर्फबाट यो GP2 मा हामीले दलमोर बडा लाइनमा एउटा आशीर्वाद पायौँ। लगभग 64 लाख रुपियाँको हामीले पथश्री काम हामीले भेटाएको छौँ 2 किलोमिटरमा। यो हाम्रो दलमोर बगानको लागि धेरै खुसीको कुरा हो, किनकि यो दलमोर बडा लाइनमा धेरै साल वामफ्रन्टको शासनमा पनि यहाँ बाटो बनिएको थिएन। तर हाम्रो TMC को सरकार मुख्यमन्त्रीको आशीर्वाद हामीले पायौँ र हामी सम्पूर्ण दलमोर चिया बगानका श्रमिकहरू खुसी छौँ। र यसका हामी ममता दिदीलाई पनि धन्यवाद दिन चाहन्छौँ, साथै हाम्रा अञ्चल प्रेसिडेन्टलाई पनि धन्यवाद हामी जनाउँछौँ र हाम्रो उपप्रधानलाई पनि धन्यवाद जनाउँछौँ। हाम्रो यहाँका MLA साहब श्रीमान जयप्रकाश टोप्पोजीलाई पनि धन्यवाद हामी दिन चाहन्छौँ। हाम्रा ब्लकका हाम्रा प्रेसिडेन्ट श्रीमान विशाल गुरुङलाई पनि धन्यवाद हामी दिन चाहन्छौँ र राज्यका हाम्रा यहाँका राज्यसभा सांसद श्रीमान प्रकाश चिकबडाको पनि धन्यवाद दिन चाहन्छौँ कि तपाईँहरूको बदौलत आज TMC सरकारको बदौलत यो दलमोर बडा लाइनमा 64 लाख रुपियाँको 2 किलोमिटरको जो पथश्रीको बाटो बनिनु जाँदैछ। धेरै खुसी छौँ हामी, सम्पूर्ण दलमोर चिया बगानका बडा लाइनका बासिन्दाहरू धेरै खुसी छ। र यसका निम्ति हाम्रा GP2 का अञ्चल प्रेसिडेन्ट, हाम्रा उपप्रधान, हाम्रा प्रधान, हाम्रा MLA साहब, हाम्रा ब्लक प्रेसिडेन्ट, हाम्रा राज्य सभा सांसदलाई हामी दलमोर चिया बगानका श्रमिकहरूबाट धेरै धेरै धन्यवाद जनाउँछौँ। मामा डिमानुस जिन्दाबाद, ममता दिदी जिन्दाबाद, TMC जिन्दाबाद। धन्यवाद।